हरे कृष्ण। श्रीमद् भगवद गीता यथारूप कृष्ण कृपा मूर्ति श्री श्रीमद् अभय चरणारविंद भक्ति वेदांत स्वामी श्रील प्रभुपाद संस्थापक आचार्य अंतर्राष्ट्रीय कृष्ण भावनामृत संघ हामी श्रीमद् भगवद गीता यथारूपको भूमिकामै रहिरहेका छौं। आउनुहोस् आजको यो भिडियोको सुरुवात गरौं। मानिसले विशेष समय र परिस्थितिको प्रभावमा कुनै विशेष प्रकारको विश्वासलाई अंगीकार गरेर आफूलाई हिन्दू, मुस्लिम, ईसाई, बौद्ध वा अन्य कुनै सम्प्रदायको अनुयायीका रूपमा राख्दछन्। यस्ता उपाधिहरू सनातन धर्म होइनन्। एउटा हिन्दू आफ्नो विश्वास परिवर्तन गरेर मुस्लिम हुन त सक्दछ, एउटा मुस्लिम आफ्नो विश्वास परिवर्तन गरेर हिन्दू बन्न सक्छ। त्यसैगरी कुनै एउटा ईसाईले पनि आफ्नो विश्वास परिवर्तन गरी हिन्दू वा मुस्लिम बन्न सक्दछ। तर यी सबै परिस्थितिमा मानिसले धार्मिक विश्वास परिवर्तन गरे पनि एकले अर्कालाई सेवा गर्ने आफ्नो शाश्वत धर्म अथवा प्रवृत्ति परित्याग गर्न सक्दैन। हिन्दू, मुसलमान या ईसाई जे भए पनि मानिस हरेक परिस्थितिमा कसै न कसैका सेवक भएकै हुन्छन्। अत कुनै विशेष विश्वासलाई अंगीकार गर्दैमा आफ्नो सनातन धर्मलाई अंगीकार गरेको मान्न सकिँदैन, किनभने सेवा प्रदान गर्नु नै सनातन धर्म हो। वास्तवमा हामी सेवाको माध्यमद्वारा नै भगवानसँग सम्बन्धित भएका छौं। परमेश्वर भोक्ता हुनुहुन्छ अनि हामी सबै जीव उहाँकै सेवक हौं। हामी उहाँकै प्रसन्नताका लागि उत्पन्न भएका हौं। यदि हामी भगवानको लीलानन्दमा सहभागी हुन सके अवश्य पनि सुखी रहन सक्नेछौं। यसबाहेक अरू कुनै तरिकाबाट हामी सुखी हुन सक्दैनौं। व्यक्तिगत रूपमा हामीले यस प्रकारको सुख प्राप्त गर्न सक्दैनौं। जसरी शरीरको कुनै एक अङ्गले उदरपूर्तिमा सहयोग नगरी एक्लै सुखी रहन सक्दैन, त्यसरी नै परमेश्वरको दिव्य प्रेम भक्ति नगरी कुनै पनि जीव खुसी रहन सक्दैन। भगवद गीतामा विभिन्न देवताहरूको पूजा र सेवा गर्ने कार्यलाई अनुमोदन गरिएको छैन। 7औं अध्यायको 20औं श्लोकमा भनिएको छ, कामैस्तैस्तैस् हृतज्ञाना प्रपदन्तेन्ये देवता तम तम नियममास्थाय प्रकृत्या नियता स्वया। भगवद गीता 7.20 अर्थात जसको बुद्धि भौतिक इच्छाद्वारा हरण भएको छ तिनीहरू नै देवताहरूका शरणमा जान्छन् र आफ्नै प्रकृति अनुसार पूजा विभिन्न विधि विधानहरूको अनुसरण गर्न थाल्दछन्। यहाँ के प्रष्ट पारिएको छ, काम वासनाद्वारा निर्देशित हुने मानिसहरू भगवान श्री कृष्णको पूजा नगरी देवताहरूको पूजा गर्दछन्। हामीले भगवान श्री कृष्णको नाम लिँदा कुनै सांप्रदायिक नाम लिइरहेका हुँदैनौँ, किनभने श्री कृष्णको अर्थ नै सर्वोच्च आनन्द हो र परमेश्वर श्री कृष्ण नै समग्र आनन्दका सागर हुनुहुन्छ। यस कुराको पुष्टि अघि नै भइसकेको छ। हामी सबै आनन्दको खोजीमा लागिरहेका हुन्छौँ। आनन्दमयोभ्यासात् वेदान्त सूत्र 1.1.12 जीव पनि भगवान जस्तै चेतनाले पूर्ण भएका हुनाले ऊ सुखको खोजीमा लागिरहेको हुन्छ। भगवान नित्य सुखी हुनुहुन्छ। भगवानको सत्सङ्गतिमा रहेर उहाँकै सेवामा संलग्न रहेमा जीवहरू पनि सुखी हुन सक्नेछन्। भगवान आफ्ना आनन्दमय वृन्दावन लीलाहरू प्रदर्शन गर्नकै लागि यो मृत्यु संसारमा अवतार लिने गर्नुहुन्छ। वृन्दावनमा रहँदा आफ्ना गोप मित्रहरू, गोपिका सखीहरू, गाईहरू तथा वृन्दावनका अन्य निवासीहरूका बीचमा भगवान श्री कृष्णका लीलाहरू आनन्दले भरिपूर्ण रहेका थिए। वृन्दावनका सारा नर नारीहरू कृष्ण बाहेक अरू कसैलाई पनि जान्दैनथे। कृष्ण स्वयं भगवान हुनुहुन्थ्यो। त्यसैले उहाँले आफ्ना पिता नन्द महाराजलाई इन्द्रदेवको पूजा गर्नबाट निरुत्साहित पार्नुभयो। उहाँ कुनै पनि देवताको पूजा गर्ने आवश्यकता छैन भन्ने परम्परा स्थापित गर्न चाहनुहुन्थ्यो। मानिसले एकमात्र परमेश्वरकै पूजा गर्नुपर्छ, किनभने मानिसको परम लक्ष्य त भगवत धाम नै फर्किनु हो। भगवद गीताको 15औं अध्यायको 6औं श्लोकमा भगवान श्री कृष्णको धामको वर्णन यसरी गरिएको छ, न तद्भासहेते श्रियो न शशाङ्को न पावक यत् गत्वा न निर्वर्ते निव्रतन्ते तद्धाम परमं मम। मेरो परम धाम न सूर्य तथा चन्द्रद्वारा प्रकाशित छ, न अग्नि वा बिजुलीद्वारा प्रकाशित छ। त्यो स्वयं प्रकाशित छ। जो त्यहाँ पुग्दछ ऊ फेरि यो भौतिक
जगतमा फर्केर आउँदैन। यस श्लोकमा परव्योम वा परमधामको वर्णन यसरी गरिएको छ। यहाँ व्योम आकाश भन्नाले हामी सूर्य चन्द्र सहितको भौतिक आकाश होला भन्ने कल्पना गर्न सक्दछौँ। तर यस श्लोकमा भगवानले भन्नुभएको व्योम शाश्वत व्योम हो। त्यहाँ सूर्य चन्द्र अग्नि वा बिजुलीको कुनै आवश्यकता पर्दैन। त्यो व्योम त अर्थात् व्योमको मतलब प्रकाश, त्यो व्योम त परमेश्वरबाट निश्रित हुने ब्रह्मज्योतिद्वारा स्वयं प्रकाशित छ। हामी अरू विभिन्न लोकहरूमा पुग्न जति कठिन परिश्रम गरिरहेका छौँ, तर भगवानको धाममा पुग्न त्यति कठिन परिश्रम गरिरहनु पर्दैन। यो भगवत धामलाई गोलोक भनिन्छ। ब्रह्म संहिता 5.36 मा पनि गोलोक एव निवसते खिलात्मभूत भनेर यसको सुन्दर वर्णन गरिएको छ। अर्थात् भगवान आफ्नो गोलोक धाममा नित्य निवास गर्नुहुन्छ। यसै संसारमा रहेर गरिने साधनबाट पनि भगवान समक्ष पुग्न सकिन्छ। यही उद्देश्यले भगवान पनि आफ्नो वास्तविक सच्चिदानन्दमय स्वरूपमा यस संसारमा प्रकट भइदिने गर्नुहुन्छ। उहाँले यसरी आफूलाई प्रकट गराएको देखिसकेपछि उहाँको रूप कस्तो होला भनेर हामीले फेरि कल्पना गरिरहनु पर्दैन। यस्तै कल्पनालाई निरुत्साहित पार्नका लागि भगवानले स्वयं अवतार लिएर आफ्नो श्याम सुन्दर स्वरूपको प्रदर्शन गर्नुहुन्छ। तर दुर्भाग्यवश अज्ञानीहरू भगवानलाई उहाँ पनि हामी जस्तै मानिस भएर जन्मने, हामीसँगै खेल्ने, दौडिने मनुष्य हुनुहुन्छ भनेर उपहास गर्दछन्। यसरी भगवान पनि हामी जस्तै हुनुहुन्छ भन्ने धारणा राख्नु हुँदैन। उहाँ आफै सर्वशक्तिमान हुनुभएकाले आफ्नो वास्तविक स्वरूपमा हाम्रो अगाडि प्रकट भएर आफ्नो लीलाहरू प्रदर्शन गर्नुहुन्छ। ती लीलाहरू उहाँको आफ्नै धाममा हुने लीलाकै प्रतिरूप जस्ता हुन्छन्। आध्यात्मिक आकाशमा तेजस्वी किरणहरू अर्थात् ब्रह्मज्योतिमा असंख्य लोकहरू तैरिरहेका छन्। ब्रह्मज्योति कृष्णलोक वा परमधामबाट उत्पन्न हुन्छ। भौतिकता भन्दा भिन्न आनन्दमय र चिन्मय लोकहरू, वैकुण्ठ लोकहरू तिनै किरणहरूमा लहराइरहेका छन्। भगवान भन्नुहुन्छ, न तत् भासयते श्रियो न शशाङ्को न पावक तद्गत्वा न निर्वर्तन्ते तद्धाम परमं मम। भगवत गीता 15.6। यस्तो आध्यात्मिक आकाशसम्म पुग्न समर्थ भएका व्यक्तिलाई यस भौतिक आकाशमा फर्कने आवश्यकता पर्दैन। यो भौतिक आकाशमा रहँदासम्म हामीले चन्द्रलोक मात्र होइन, सर्वोच्च ब्रह्मलोक नै प्राप्त गरे पनि जन्म मृत्यु तथा रोग बुढ्यौली जस्ता जीवनका 4वटा मूल कष्टहरू भोग्नै पर्दछ। भौतिक ब्रह्माण्डका कुनै पनि लोकहरू संसारमा यी 4वटा नियमबाट मुक्त छैनन्। त्यसै कारण भगवत गीतामा श्री भगवान भन्नुहुन्छ, आब्रहम भुवनालोका पुनरावर्तिन अर्जुन। भगवत गीता 8:16। सबै जीवहरू एउटा लोकबाट अर्को लोकमा विचरण गर्दछन्। यो प्रक्रिया आफूलाई जहाँ जान मन लाग्यो त्यही जान सकिने यान्त्रिक व्यवस्थामा आधारित छैन। त्यहाँ हरेक लोकमा जानका लागि विशेष आध्यात्मिक विधि विधानको व्यवस्था गरिएको छ। श्री कृष्ण भन्नुहुन्छ, यन्ति देवव्रता देवान प्रीतिन यन्ति प्रीतिव्रता। हामीलाई एउटा लोकबाट अर्को लोकमा जानका लागि कुनै यान्त्रिक व्यवस्थाको आवश्यकता पर्दैन। भगवत गीताको निर्देशन छ, यन्ति देवव्रता देवान। चन्द्र सूर्य तथा यस्तै अरू उच्चतर लोकहरूलाई स्वर्गलोक भनिएको छ। लोकहरू पनि 3 तहका छन्, उच्च, मध्य र निम्न। पृथ्वी मध्यलोकमा पर्दछ। अत भगवत गीताले यन्ति देवव्रता देवान भन्ने सूत्रका आधारमा सजिलैसँग देवलोक जस्तो उच्चतर लोकमा पुग्न सकिने कुराको संकेत गरिएको छ। यी लोकहरूमा पुग्न मानिसले सम्बन्धित लोकहरूका अधिष्ठाता देवताको पूजा गर्नु पर्दछ। यसरी मानिस चन्द्रलोक, सूर्यलोक या अरू कुनै उच्चतर लोकमा पुग्न सक्दछ। तैपनि भगवत गीताले हामीलाई यो भौतिक जगतका कुनै पनि लोकमा जाने सल्लाह दिएको छैन। हामी कुनै यानबाट 40,000 वर्षसम्म लगातार यात्रा गरेर ब्रह्मलोक जस्तो उच्चतर लोकमा किन नपुगौं? त्यहाँ पनि हामी जन्म मृत्यु र रोग बुढ्यौली जस्ता भौतिक बन्धनहरूबाट मुक्ति पाउन सक्ने छैनौं। अनि फेरि त्यत्रो 40,000 वर्षसम्म को बाँचिरहन्छ र? तर परमलोक वा कृष्ण लोकमा या आध्यात्मिक आकाशमा कुनै पनि लोकमा पुगेपछि मानिसले भौतिक लोकमा हुने जन्म मृत्यु जरा
रोग जस्ता असुविधाहरू भोग्नु पर्दैन। आध्यात्मिक आकाशमा जति पनि लोकहरू छन् ती मध्ये गोलोक वृन्दावन सबैभन्दा श्रेष्ठ छ, किनभने त्यो आदि पुरुष भगवान श्री कृष्णको आफ्नै धाम हो। भगवत गीतामा यी सबै कुराको जानकारी दिएको छ र साथै हामीले कसरी यो भौतिक जगत छोडेर आध्यात्मिक आकाशमा पुगेर वास्तविक जीवन बिताउन सक्छौं भन्ने कुराको शिक्षा र सूचना पनि दिएको छ।